मिश्रित स्वर वर्णबाट बनेका केही महत्त्वपूर्ण शब्दावली। से भनेको चरा, से भनेको चरा। नोरे भनेको गीत, नोरे भनेको गीत। छेक भनेको किताब, छेक भनेको किताब। मेदा भनेको बान्नु, मेदा भनेको बान्नु। खेदा भनेको खन्नु, खेदा भनेको खन्नु। हेजिदा भनेको बिछोड हुनु, हेजिदा भनेको बिछोड हुनु। थेदा भनेको जल्नु अथवा पोल्नु, थेदा भनेको जल्नु अथवा पोल्नु। पेदा भनेको काट्नु, पेदा भनेको काट्नु। खामेरा भनेको क्यामेरा, ख्यामेरा भनेको क्यामेरा। खेरान भनेको अन्डा, खेरान भनेको अन्डा। सिगे भनेको घडी, सिगे भनेको घडी। सागुवा भनेको स्याउ, सागुवा भनेको स्याउ। ख्वाजा भनेको कुकिज, ख्वाजा भनेको कुकिज। थोइजी भनेको बङ्गुर, थोइजी भनेको बङ्गुर। खोइन्छन्था भनेको ठिकै हुनु, खोइन्छन्था भनेको ठिकै हुनु। वैगुक भनेको विदेश, वैगुक भनेको विदेश। वेसा भनेको अफिस, वेसा भनेको अफिस। उभयजन भनेको दायाँ, उभयजन भनेको दायाँ।